पैसा भयो डिपोजिट काम सक्यो हैन काम सक् सत्यवान एकदम धर्म अरे हे विश्वमित्रज्यू हजुरले म माथि के यस्तो अपेक्षा डेकोरेसन चाहिँ यस्तो मज्जाले गरेको छ हेर्नुस् हेलो एभ्रीवान वेलकम ब्याक टु माई न्यू भ्लग नबनाएको धेरै दिन भयो है नर्सनमा मेरो घरको हालत त एज युजुअल यस्तै हो तपाईहरुले पुरानो भ्लगहरुमा पनि देखिहाल्नु भएको छ है र टाइम चाहिँ अहिले हुँदैछ 4:30 हो 4:30 भयो अन्त कति दिन भयो भ्लग नबनाएको पनि भनेर चाहिँ आज केटाकेटीसँग खेल्दै थिएँ यस्तो सोचे आज चाहिँ एउटा भ्लग बनाउनु पर्यो जे भए पनि अब के हुन्छ है कस्तो हुन्छ आजको इभिनिङ तपाईहरुसँग शेयर गर्छु भनेर चाहिँ भ्लग बनाउँदै छु हेर्नुहोस् होला है के गरेको छोरी लु जाउँ अब जाउँ अपुई खतरा छ पत्ता है देखिहाल्नु भयो हैन नटी पो छ त नटी जाउँ अपुई उ बहिनीले पनि सिक्यो देख्यौ तिमीले गरेर त्यही भएर बहिनीको छेउमा त्यस्तोहरु गर्नु हुँदैन गुड गर्ल पो हुनुपर्छ त नि गुड सिस्टर पो हुनुपर्छ त त्यही त लु जाउँ बाहिर जाउँ अब जानुपर्ने छ सोसाइटी अफिस हाम्रो ग्रुपको पैसा बुझाउनु है म दुईजनालाई लिएर जान त सक्दिन है नोट्सनमा त अब घर जान्छ हामी त गएको अब कहाँ गएको अरे सानो हामी समृद्धि पहिला सोसाइटी अफिस जानुपर्छ हो अन्त त्यसको बादमा जानुपर्छ हामी कहाँ अरे समृद्धि आन्टीको ए समृद्धि दिदीको घरमा ल पहिला काम सकिहालौँ न त्यहाँदेखिको किन्नुपर्छ हौ काम सकेको छैन हो मलाई थाहा थियो त्यही भएर तिमीलाई ल्याउनु मन लागेको थिएन क्या मलाई अब खाँदैन त्यो होस् हिजो चिप्स खाएर के भएको थियो याद छ होइन के खाने हौ फेरि त्यही भएर म तिमीलाई कहीँ लिएर हिँड्नु मन लाग्दैन छान्नु थाल्यो लु आऊ एउटा केही किनेर गइहाल्नुपर्छ सानो भित्रभित्र नजाऊ त्यहाँ तिमीले खानेहरू केही छैनन् चक्करै मारे नि ए मैले त एउटा चिज तिमीलाई के थाहा त गाडी हुन्छ यस्तो हुन्छ गाडी घोडा पहिला गाडी घोडा थियो सोसाइटी अफिस हामी चाहिँ आइपुग्यौँ बाटो फेरि यस्तो छ हो छोरी बिस्तारै जाऊ ल आज भ्लग बनाउने भनेको नि यत्रो दिन बाद आमा छोरी पैसा भयो डिपोजिट काम सक्यो होइन काम सकुन्जेल पैसा पनि सक्यो मिठाई पनि खाइसक्यो यहाँ चल्दैछ पुराण हो अब हामीलाई जानुपर्ने छ घरे पुराणमा छिटो छिटो गर पूजामा जाने कि नजाने छिटो अब घुम्दै घुम्दै जानुपर्छ ल घुम्दै घुम्दै जानुपर्छ ल तिमीलाई म पैसा डिपोजिट गरेर आएर चाहिँ है चिया खाएर बसेको अब चाहिँ खाना बनाउने हो अहिले चाहिँ मैले लिएर आएको छु न्युट्रेला टाइम हुँदैछ 6:30 अन्त अघि मैले भन्दै थिएँ नि तपाईँलाई यहाँ चाहिँ हुँदैछ पुराण हो न्युज एकछिन गएर आएको थियौँ अब बनाउँछु न्युट्रेला र आलुको सब्जी अन्त छिटो छिटो गरेर चाहिँ जानुपर्ने छ पुराणमा त्यहाँ हेर्नुहोस् बदिसक्यो 6:30 र छिटो छिटो पकाइहाल्छु ल र गाइस खानासाना पाकेर भयो रेडी बज्नु आँट्यो 8 हो अलिकति छिटो छ यो घडी चाहिँ अन्त यहाँ बहिनीले खाँदैछ अब नानीलाई दिँदैछु हो र अब यो छिटो छिटो खाएर चाहिँ हामी कहाँ जाने छोरी आज तिमी नजाने पुराणमा पापासँग बस ल त्यसो भए भोलिदेखि भुँडी दुख्यो ल त्यसो भए नजाऊ पाखाउ त यो त्यसो भए छिटो यहाँ लेख्नु अहिले खाइसकेर ड्रइङ गर्नु यो पाखाउ न छ्यामा पो फस्नु भएछ आज त लु
अब हामी खाएर चाहिँ जाने हो पुराणमा र हेर्दै गर्नुहोस् है आज पुराणमा चाहिँ के हुने रहेछ झाँकी चाहिँ के छ आजको हो आज त झाँकी हेरेर आउनुपर्छ है छोरी ल हिजो कस्तो छिट्टो आइहाल्नु हुँदैन ल गाइस निस्केको अब चाहिँ हो के भयो हजुर ए निस्केको भनेको सुनेर मेरो छोरी हतालिँदैछ ल्या झ्यामाले छोड्नु भयो लु हामी चाहिँ हिँड्दै जाने यहाँ देख्दैछ नि एकछिन ल यो चाहिँ ल आउनु डेकोरेसन चाहिँ यस्तो मजाले गरेको छ हेर्नुहोस् मैले भनिदिइहालेँ सबै बाउ छोरी त आइपुगेछ हौ सेम नरे कि कसको स्कुटी हो अन्त सेम होइन त्यो टिभीएस हो यो यामाहाको स्कुटी हो भनेदेखि कि यस्तो रे मलाई यो युद्धलाई तत्काल बन्द गरियोस् ततस्तौ कुर्वते हस्तौ प्रादेव प्रजापते युधस्ते पावसेवम् वसिष्ठ कौशिक यहाँदेखि यता है कक्षालाई सजिलो प्रश्न उत्तर चाहिँ तपाईँहरूलाई साह्रो पर्ला कि है प्रश्न चाहिँ साह्रै सजिलो छ है हरिश्चन्द्र राजाले पोडे बनेर बसेको घाटको नाम के हो एकपल्ट फेरि हिजोको जस्तै मर्यादा पुरुषोत्तम राम भगवानको एकपल्ट त्यस पछाडि हाम्रो हरिश्चन्द्र राजाको सानो अभिनय लिएर आएको छ यसलाई छोटोभन्दा छोटो यो त्रेता युगको हरिश्चन्द्र राजा अयोध्या नगरीको हरिश्चन्द्र राजा हो नगरीमा राज्यमा आज किन यस्तो आवाज आउँदैछ ताकि मेरो राज्यमा अहिलेसम्म कुनै पनि अप्रिय घटना घटेको थिएन र कसैले पनि आत्महत्या गरेका थिएनन् कुनै पनि नराम्रो कार्यहरू भएका थिएनन् ताकि सत्यवादी हरिश्चन्द्र राजाको राज्यमा ताकि त्यहाँ सत्य मात्रै हुन्थ्यो असत्य कुनै हुने थिएन तर मेरो राज्यमा आज एक नारीको मेरो पुत्र रहेथिन किनभने यो हरिश्चन्द्र राजा सत्य एकदम धर्मको निष्ठा प्राण जय ताकि वचन जाओस् किनभने मेरो राज्यमा आजसम्म कहिल्यै अरे हे विश्वमित्रज्यू हजुरले म माथि के यस्तो अपेक्षा साच्नुभयो यदि हजुरले चाहनुहुन्छ भने यो हरिश्चन्द्रले आफ्नो शीश पनि हजुरलाई दान दिन तयार छ भने के हजुरले म माथि के अपेक्षा साच्नु भएको छ भन्नुहोस् हजुरले खुलेर भन्नुहोस् म तिमीसँग स्वर्ण मुद्रा
स्वर्ण आभूषणहरू माग्दछु। ल मैले हरिश्चन्द्रले हजुरलाई स्वर्ण मुद्राहरू पनि दिए। यति मात्रै होइन, मलाई तिम्रो डल्ले राज्यहरू पनि चाहिन्छ। मैले हजुरलाई राज्यहरू पनि दिए, द्रव्य पनि दिए। हजुरले चाहनु भएको रहेछ मेरो आभूषण, मेरो हार, मेरो मुकुट, त्यो पनि मैले हजुरलाई दिए। हे राजा, तिम्रो शब्द मात्रै काफी छैन, तिमीले संकल्प पनि लिनुपर्छ। ठिक छ, हजुरले चाहनुहुन्छ भने हरिश्चन्द्र राजाले संकल्प गरेर दिनु भन्नुहुन्छ भने म एकदम हजुरलाई विश्वामित्र, म हजुरलाई म संकल्प गरेर दिनेछु। ठिकै छ। आज त्रेतायुगको हरिश्चन्द्र राजा अयोध्या नगरीको आज यो संकल्प गर्दछ कि मेरो राज्यमा भएका आभूषण, स्वर्ण मुद्राहरू, गरगहनाहरू, लगाइएका ती मुकुटहरू मैले आजदेखि विश्वामित्रलाई दिए। ल अति उत्तम राजा। के बच्चाहरू यहाँ आऊ न। हे शिव्या, हेर अब हाम्रो यो राज्य रहेन शिव्या, जानु हामी। शिव्या जाने हेर शिव्या, आज म कहाँ छु? आज मेरो बाटो यस्तो कठिन भएको छ। लाग्छ हौ फेरि राजमहलमा आज रानी बनेर बसेको आज कसरी तिमीलाई यहाँबाट लिएर जाउँ? अब के खाने हामी, कसरी खाने, के गर्ने? आज यो बालक बिफोकै हुन्छ। राम्रो रहेछ स्टोरी चाहिँ, हजुरहरूले बुझ्नु भएको छ छैन? हे राजा, खोइ त मेरो दक्षिणा दिएको छैन। के तिमी यहाँ बिग्रेर होइन, कहाँ बिक्रीमा बेच्नु बसेको होइन। झाँकी चाहिँ अलिकति लामो भयो है आजको, र छोटकरीमा स्टोरी बताउने कोसिस गर्छु ल। यहाँ चाहिँ राजा हरिश्चन्द्रले चाहिँ है कसरी विश्वामित्रजीलाई सबै आफ्नो धन सम्पत्ति, गर गहना, राजदरबार सुम्पिनु भयो है। र त्यसको बादमा चाहिँ जब आफ्नोमा केही नभएपछि आफ्नो बुढीलाई पनि अरू कसैको दासी भएर बस्नु पर्यो छोरालाई लिएर, र आफू पनि अरू कसैको दासी हुनु पर्यो। अन्तिममा चाहिँ राजा हरिश्चन्द्र चाहिँ आफ्नो अब केही राजदरबारहरू नभएको कारणले गर्दा बुढीलाई पनि सँगै राख्नु सक्नु भएन है, बुढी कसैको दासी भएर जानु पर्यो। अन्त आफू पनि लास जलाउने मान्छे हुन्छ नि जुन चाहिँ शमशान घाटमा, त्यो भएर बस्नु पर्यो होइन। अन्त अन्तिममा चाहिँ अब यति बेला उहाँहरू छुट्टिनु भयो। त्यसको बादमा चाहिँ जब छोरा मर्छ, हरिश्चन्द्र राजाको जब छोरा मर्छ, त्यसको बादमा चाहिँ बुढीले त्यो शमशान घाटमा लिएर जान्छ है। जाँदाखेरि चाहिँ बुढीकोमा त्यो लास जलाउने पैसा पनि हुँदैन, लास जलाउने मान्छेलाई दिनुको लागि होइन। अन्त जलाउने मान्छे पनि फेरि राजा हरिश्चन्द्रै हुनुहुन्छ। र अन्तिममा चाहिँ त्यति बेला गएर भेटघाट हुन्छ। त्यो चाहिँ अब कस्तो एक प्रकारको के भन्छ, एकदमै दयनीय सिचुएसन भन्छ नि, कस्तो मतलब माया लाग्दो है। त्यो सिचुएसनमा चाहिँ अहिले यहाँ झाँकीको थ्रु दर्शाउनु खोज्नु भएको थियो आजको पुराणको झाँकीमा चाहिँ। र तपाईँहरूलाई कस्तो के लाग्यो कमेन्ट गरेर भन्नुहोस् होला है। आज मलाई दिदीको विधाताले जहाँ पुर्याउनु थियो आज त्यही पुर्याइरहनु। आज जुन काम म गर्दिनँ भन्थे आज मलाई त्यही काम पुर्याइरहनु। हामी आइपुग्यौँ अहिले पुरानका घर भए पनि हिँड्न खोलो माथिको पनि।
10 बज्यो र झाँकी चाहिँ एकदमै लामो रहेछ। हामी चाहिँ नसकिकन हिँडिहाल्यौँ हो। नानीले पनि 10 बजिसक्यो, अब स्कुल जानुपर्छ। साँच्चै भयो र झाँकी चाहिँ हरिश्चन्द्र राजाको विषयमा थियो। अलिकति त्यहाँ मैले भनेको बुझ्नुभयो कि भएन तपाईँले। र यस्तै छ, दिन चाहिँ यसरी नै काटिँदैछ। आज धेरै दिनमा भ्लग गरेँ, एकदम राम्रो लाग्दैछ है। आई होप तपाईँले भ्लग मन पऱ्यो। खोइ कहाँ जानुभयो रिजा? म माथि पनि गइसक्नु भएछ हौ। ल ल हुन्छ र भ्लगलाई पनि म यहाँ एन्ड गर्दैछु। थ्याङ्क यू फर वाचिङ टिल द एन्ड, किप सपोर्टिङ। थ्याङ्क यू सो मच, बाई।